ल हामी कहाँको यात्रामा छौँ रे? हामी सल्यानको कुपिन्डेतिर जाँदैछौँ मामा। अन्त सल्यान कुपिन्डेतिर है, कुपिन्डेतिर के छ? कुपिन्ड जाने हो हामी। कहिले राखेपछि एकदम रमाइलो अब हामी यात्रामै रमाइलो। खलङ्गाबाट करिब 24 किलोमिटर टाढा छ। हाम्रो यात्रा सुरु भयो चौरदारी बजारबाट। बाइकमा पेट्रोल राखेपछि हामी फेरि अगाडि बढेका छौँ र अब भेरी नदीको पुल आउँदैछ। पुल क्रसपछि अलि अप्ठ्यारो बाटो रहेछ र हामीले अब पक्की रोड भेटाएका छौँ। अब हाम्रो निरन्तर यात्रा यही रोडबाट हुनेछ। हामी निरन्तर यात्रामा छौँ। हामी कहाँको यात्रामा छौँ रे? हामी सल्यानको कुपिन्डेतिर जाँदैछौँ संसारको सबै ल हाम्रो भेला भएर यता धेरै छ। भनौँ त सल्यान कुपिन्डेतिर है, कुपिन्डेतिर के छ? कस्तो भइरह यात्रा? कस्तो भइरह दिनु सर? हामी यात्रा क्रममा छौँ। चौरदारदेखि हामी उता चौरदारदेखि कुपिन्ड जाने हो हामी। कहिले भेरी कोरिडोर जाजरकोट सडक खण्डमा छौँ। योभन्दा पारिको सल्यान हो। के छ रमाइलो भइरह राखेपछि? एकदम रमाइलो अब हामी एकछिनमा सेरा बजार जान्छौँ। सल्ली बजार भाइ सल्ली बजार रमाइलो भइरह नि यात्रामै रमाइलो। कोरिडोर भन्ने रहेछ। निकै साँघुरो बाटो रहेछ। हो साँघुरो अलि बढी घुम्ती भएको होइन। ल केही बेरको विश्राम र कुराकानीपछि हामी फेरि निरन्तर यात्रामा छौँ। हामी सेरा बजारमा आयौँ र यहाँ बाइकमा मोबाइल राख्यौँ। तल देखिएको भेरी नदी फेरि हामी निरन्तर यात्रामा छौँ। अब सल्ली बजार आएको छ। यो सल्ली बजार हो, सल्यानमा पर्छ सल्ली बजार चाहिँ। फाइनल्ली हामी कुपिन्डे दहमा पुगिसकेका छौँ। यहाँ तल देखिरहेको छ पहेँलो हाम्रो कुपिन्डे ताल। सल्यान जिल्लामा अवस्थित यो ताल सदरमुकाम खलङ्गा, सल्यानको सदरमुकाम खलङ्गाबाट करिब 24 किलोमिटर टाढा छ। अथवा खलङ्गाबाट यहाँ आउन चाहिँ हामीलाई 24 किलोमिटरको यात्रा पार गर्नुपर्छ। यो तालको सबैभन्दा ठुलो विशेषता भनेको चाहिँ यो जहिले पनि सुन्दर हुन्छ। यो ताल यो सफा गर्न पर्दैन, मान्छेले कहिले पनि सफा गर्न पर्दैन। यो जहिले सफा देखिन्छ। यसको सबभन्दा ठुलो विशेषता चाहिँ यो हो। त्यस्तै हामीले यो ताल करिब 1.2 किलोमिटरको लम्बाइ छ। यसको यो तालको लम्बाइ 1.2 किलोमिटर अर्थात् 0.75 माइलको यसको लम्बाइ हामी देख्न सक्छौँ। भने यसको चौडाइ अधिकतम चौडाइ चाहिँ 350 मिटर छ। कुपिन्डे तालको चौडाइ 350 मिटर है त। भने यसको हामीले औसत गहिराई हेर्दा औसत गहिराई चाहिँ औसतमा 69 मिटर छ अर्थात् 226 फिट यसको गहिराई हामी देख्न सक्छौँ। भने सतहको उचाइ चाहिँ यो कति मिटर उचाइमा अवस्थित छ भन्ने हो। यो ताल चाहिँ 1220 मिटर उचाइमा अवस्थित छ कुपिन्डे ताल। हाम्रो टोली धेरै आएको छ आज यहाँ। 3वटा बाइकमा हाम्रो 6 जनाको टिम आएको छ। पक्कै पनि हामी चौरदारीबाट यहाँसम्म आएको यात्रा रमाइलो भयो। धेरै ठाउँमा हामी विश्राम गर्दै फोटोहरू खिच्दै रमाइलो गर्दै यहाँसम्म आयौँ। पक्कै यहाँबाट देख्दा यो पहेँलो यहाँको दृश्यहरूले हामीलाई अत्यन्तै मुग्ध बनाएको छ। पक्कै पनि साथीहरू यता गफमा मस्त हुनुहुन्छ। कस्तो लागिरहेको छ त यो ताल देख्दा? एकदम एक्साइटिङ आइरहेको छ नि हो। सोचे भन्दा राम्रो छ। यो अवस्थामा चाहिँ यस्तो राम्रो रमणीय ताल देख्न पाउनु हुने हामी चाहिँ गौरव लागिरहेको छ। खुसी छौँ हामी। हाम्रो संजोग हामी साथीहरू भेट भयौँ। यो त यसले वर्षामा हिउँदमा र गर्मी याममा चाहिँ रङ परिवर्तन गर्दो रहेछ। यति हामीले जानकारी दियौँ। थप जानकारी र हाम्रा दृश्यहरू देखाउँदै जानेछौँ है त। पुरै यहाँ बिचमा
प्लान जिल्लाको मात्र नभई नेपालकै प्रसिद्ध एउटा ताल हो। यहाँ राष्ट्रिय झन्डा समाएर बस्नुभएको छ हाम्रो मोहनजी, त्यस्तै पछाडि राकेशजी हुनुहुन्छ र हाम्रा साथीभाइहरू हुनुहुन्छ। हाम्रो विनोद सोल्टी के छ खबर? एकदम बवाल छ सोल्टी। ल फेरि राकेशजीले झन्डा समाइरहनु भएको छ। त्यो झन्डा चाहिँ प्यारो नै हो, खास राजालाई पनि प्यारो लाग्छ है, हामीलाई पनि प्यारो नै लाग्छ। यसरी हामी यहाँ छौँ, रमाइलो छ। यहाँ देशको छ चिन्ता, तिमी प्रेम प्रेम भन्छौ, म त चिन्तित छैन आफ्नो लागि, प्रेम आफै देशको चिन्तामा छ। हे केटाहरू पातला 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 पातला, ज्याकेट भने लगाछन् बाकला, माया पानको पात, माया तिमीलाई सम्झिन्छु दिनको रात, कुपिण्डे सलल, तिम्रो मन कस्तो छ, तिम्रो मन कस्तो छ, पातलो मन पर्दैन जस्तो छ, माया पानको पात, माया तिमीलाई सम्झिन्छु दिनको रात, मर्स्याङ्गी सधैँ सक्नु पानी, सधैँको कुपिण्डे साथौ, सधैँ सक्नु पानी, सधैँको कुपिण्डे साथौ, माया पानी, श्रीनगर भेट्न साइको माया मानी, श्रीनगर भेट्न मायालाई पानको पात, अरूलाई धनको पात, 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 मायालाई पानको पात। दसैँ तिहार पछाडि मङ्सिरमा लाग्छ। वर्षमा 2 पटक लाग्छ भन्ने सुनेको थिएँ मैले चाहिँ। 2 पटक भन्दा पनि यस्तो नियमबाट पनि मेला जति मान्छे आउँछन्। यो मन्दिरको विशेषता चाहिँ के हो त खास? कहिलो बरा भन्दा कहिलो बराको मन्दिर हो कहिलो। ल सबैजनालाई धन्यवाद छ, हामी लाग्यौँ भाइ त। कुबिन्डे तालको रमाइलोपछि हाम्रो सबै टिम त्यहाँबाट फर्कियो। फेरि हामीले एकपटक रिभ्यू गर्ने प्रयास गऱ्यौँ।
हाम्रो क्यामेराबाट र हामी खाजा चिया त्यसपछि फेरि हामी अगाडि बढ्यौँ। अहिले चाहिँ हामी बिहानभन्दा अलिक फरक बाटोबाट आएका छौँ। बिहान हामी चौरजारीबाट भेरी करिडोर हुँदै आएका थियौँ। अहिले भने हामी सल्ली बजारबाट डाइरेक्ट चौरजारीको बाटोमा हिँडेका छौँ। बिचमा बाटो बिग्रेको रहेछ, ट्रक फसेको रहेछ। हाम्रा बाइकहरूमा पनि अलिकति समस्या आयो, फसे। हामीले सबै मिलेर जसोतसो बाइकहरूलाई त्यहाँबाट निकास्न कोसिस गऱ्यौँ र एक एक गर्दै निकास्यौँ पनि। यो सबैभन्दा अप्ठ्यारो बाटो लाग्यो हामीलाई, त्यो दिनको एउटा मेमोरी पनि भयो र हामी निकास्यौँ र अगाडि बढ्यौँ। साँझ झिसमिस भइसकेको छ। अब यहाँबाट चौरजारी देखिन्छ। साँझ भइसकेको छ। हामी चौरजारी बजारमा आइसकेका छौँ। फाइनल्ली हामी आइपुग्यौँ। थ्याङ्क यू फर वाचिङ एभ्रिवान। मेरो देश कता कता